पोखराको बिजीपुर खोलाले बगाएर बेपत्ता भएका 2 बालकमध्ये 1 जनाको शव 3 दिनपछि फेला परेको छ। पोखरा 14 छिनी डाँडाका 14 वर्षीय निक्सन गुरुङको शव मंगलबार दिउँसो घटनास्थलबाट करिब 1.5 किलोमिटर तल चाउथी स्थित गोर्खा भिलेज पछाडिको खोजमा भेटिएको प्रहरीले जनाएको छ। भत्किएको पर्खालको रडमा अड्किएको शव एक्साभेटरको सहयोगमा निकालिएको हो। साउन 30 गते खोला तर्ने क्रममा निक्सन सहित 15 वर्षीय ओमन राईको भेलले बगाएको थियो। निक्सनको शव फेला परे पनि ओमन राई अझै बेपत्ता छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गोताखोर, ड्रोन र रोप रेस्क्यू विधि सहित निरन्तर खोजी गरिरहेको कास्की प्रहरीले जनाएको छ। फेला परेको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।